हेलो गाइज वेलकम ब्याक माई न्यू ब्लग। आज चाहिँ दिउँसोको 11 बजिसकेको छ है। तपाईँ चाहिँ कहाँ यति अब यस्तो दिउँसो कहाँ हिँडेको यो क्याब पनि लागेको छ भनेर सोचिरहेको होला। तपाईँलाई थाहा छँदैछ लाखे आउँदैछ है, त्यही भएर म टक्कसँगले काला बजार लाखेको ट्रेनिङको लागि हिँडेको है। आज चाहिँ मेरो फर्स्ट डे हो, तर केटाहरू चाहिँ अरू चाहिँ शनिबारदेखि नै ट्रेनिङ गरिरहेको छ। म चाहिँ आज मात्रै जाँदैछु, त्यही भएर टक्कसँग क्याब चाहिँ किन लगाएको भनेर सोध्नु भएको होला होइन, किनकि मैले कपाल काटेको छु, त्यही भएर यो क्याब लाउनुको कारण त्यही हो। कपाल पनि काटेको छु अनि आँखामा पनि घामले हान्छ भनेर, त्यही भएर म अब टक्कसँगले विपनहरूकोमा जान्छु। विपनहरूकोमा गएपछि सागर म विपन तिनजना सफारीमा जानुपर्ने हुन्छ गाइजहरू। त्यो टक्कसँगले म तपाईँहरूलाई एकछिनमा भेटिन्छ त गाइज। सियु। हेलो गाइज, फाइनली म यहाँ आन्टीहरूकोमा नि आइसकेँ। अब टक्कसँगले आन्टीहरूकोमा आइसकेपछि सागरै आउँछ अनि सफारीमा चढेर जानुपर्ने हुन्छ गाइजहरू। विपन चाहिँ यही त चोरी गएको रहेछ पाडाहरू सार्नु, त्यही भएर टक्कसँगले आएपछि सफारी चढेर जानुपर्ने हुन्छ र। हेलो गाइज, फाइनली हाम्रो सफारीवाला अङ्कल पनि आइसक्नु भएको छ। यहाँ विपन अगाडि छ अनि पछाडि चाहिँ सागर आउँथ्यो। टक्कसँगले सागर आइपुग्नु बित्तिकै हामी चाहिँ यहाँबाट काला बजारसम्मको यात्रामा हिँड्नुपर्ने हुन्छ गाइजहरू। ल त यहाँ छ स्पिकर पनि छ है हाम्रो चाहिँ। टक्कसँगले अब स्पिकरमा गीत बजाउँदै सुन्दै जानुपर्ने हुन्छ गाइजहरू। उहाँ त्यहाँ नाङ्गे, तपाईँहरूले उहाँ देख्नुहुन्छ होला, नाङ्गे आउँदैछ। हेलो गाइज, फाइनली हामी चाहिँ यहाँ मन्दिर पनि आइसक्यौँ है, तर मन्दिरमा चाहिँ कोही पनि छैन रहेछ। हामी यहाँ तिनजना मात्रै छु मन्दिरमा। टक्कसँगले अब शुभलाई फोन गरेको, शुभ भर्खर आउँदैछ अरे यहाँ है। अब के गर्नु, यस्तो छ दिदीको जिन्दगीमा, रिसाउनु हुँदैन, माया प्रेममा त्यस्तो भइहाल्छ है गाइजहरू। टक्कसँगले अब चाहिँ हामी भित्र पनि छिरिसक्यौँ। यो हाम्रो मन्दिर चाहिँ हाम्रो हल, यो चाहिँ हाम्रो हल हो, हामी सिक्छौँ लाखे। टक्कसँगले चाहिँ हाम्रो कृष्ण मन्दिर। टक्कसँगले अब चाहिँ शुभलाई फोन गरेको थियौँ अघि किन भर्खर फोन गरेको आउँदैछ अरे। टक्कसँगले अब दिदी दाइलाई फोन गर्नुपर्ने हुन्छ हामीले, अनि त्यो टक्क केटाहरू आउँछ अनि त्यहाँदेखि टक्कसँगले हामीले 4 बजीसम्म सिक्नुपर्ने हुन्छ। त्यही भएर ल त गाइजहरू, तपाईँहरूलाई म अब केटाहरू आएपछि एकछिनमा भेट्ने छु। यहाँ अब के बोलिरहनु एक्लै होइन, त्यही भएर अब केटाहरू आएपछि देखाउँला गाइजहरू। अब गाइज फाइनली चाहिँ हामी यहाँ शुभ पनि आइसकेको छ है। हामी 4 जना छौँ, हामीलाई चाहिँ भोक लाग्यो। अब हामी चाहिँ खाजा खानुको लागि जानु आँटेको गाइजहरू है। नाता बलियो, अब के गर्नु, गाह्रो छ। खाजा खाने त खानै पर्यो। यहाँ त विपन शुभ म सागर 4 जना चाहिँ हामी खाजा खानुको लागि जानु आँटेको। यो त्यस्तो ढप्काइदिएँ टक्कसँगले। अब हामी चाहिँ खाजा खानुको लागि काला बजार चोक जानुपर्ने हुन्छ गाइजहरू। ल अब अरू आउँछ कि आउँदैन थाहा छैन है। हामी 4 जना मात्रै छौँ। मनिषा भएर एउटा भाइ आएको थियो, त्यो भाइहरू चाहिँ केही काम पऱ्यो अरे, अब गइरहेछ उता परतिर, अब एकछिनमा आउँछ अरे। त्यही भएर हामी 4 जना चाहिँ खाजा खानु यहाँ। फाइनली हामी चोक पनि आइसक्यौँ। यहाँ 4 जना टक्कसँगले अब चाहिँ हामी खाजा खानुपर्ने हुन्छ गाइजहरू। पल्ल आइपुग्यो चोकसम्म चाहिँ। नि हाम्रो टठठुलो मान्छे चाहिँ यहाँ शुभ बान्ता हराए ए के पो हो सफारी बोलायो अरे। अब खाजा खाने टक्क जाने अनि घर चल्दिने, त्यहाँतिर छक्कै त अब पुरै। ट्रेनिङ भन्छ कोही आउँदैन गाइजहरू, त्यो केही छैन, खाजा खानु त हो, हानिदिइहाल्यो। हामी चाहिँ यहाँ खाजा खाने ठाउँ बनाइसक्यौँ, यही हो हाम्रो चाहिँ खाजा खाने ठाउँ। अनि टक्कसँगले अब हामी भित्र जानुपर्ने हुन्छ, गर्मी पनि भइरहेको छ। चिसो पानी पनि दिनु न। टक्क अब हामी पानी खानुपर्ने हुन्छ, चिसो यहीँ छ हाम्रो। चिसो चाहिँ अलिक स्प्राइट झिक न। ए अब चाहिँ स्प्राइट चाहिँ नखाने, हामी फेन्टा खाने है गाइजहरू। यहाँ छ फेन्टा। गाइज फाइनली हाम्रो खाजा पनि आइसक्यो। खाजामा त्यस्तो रहेको छ।
यहाँ चाहिँ हाम्रो फेन्डा हेलो गाइस हामी चाहिँ फेरि खाजा खाएर पनि हलतिर हिँडिसक्यौँ अलिक डटपटिलो केटालाई जोकर बनाउने कम्तीमा नि जोकरले 1500 निकाल्नु पर्यो नि फेरि अनि अरू त्यति चाहिँ निकाल्नु यहाँ चाहिँ हाम्रो अब लास्ट हिँड्दाखेरि के गर्ने भन्ने यहाँ सुबले मिटिङ गर्दैछ रातभरि खाने हो यहाँ सल्लाह हुँदैछ हामी चारजनाको चाहिँ अब लाखे जोकरहरूलाई कति पैसा उठाउने के गर्ने यताउति गर्ने के अरे फेरि त के गरे अरे भित्र जोकर विमान भाइलाई बनाउने अनि 1500 जति उठाउँछ विमान भाइले डटपट गरेर भइहाल्छ यहाँ जोकर अरे म चाहिँ के मलाई चाहिँ यहाँ छोड्दिनँ त कालो बन्जरमा त काला बन्जर अनि ट्राई त्यो एरिया त मेरो हेलो गाइस फाइनली हामी चाहिँ आज सबैलाई भेटिसक्यौँ है हामीले एउटा बाइकमा 4जना बसिरहेको छौँ है त्यो अर्कोमा 3जना छ यहाँ अन्त 4जना केही छैन ट्राफिक हेलो गाइजहरू फाइनली हामी यहाँ ओमा पनि आइपुग्यौँ है यता 4जना चाहिँ बाइकमा जानुभयो र हामी 3जना चाहिँ टक्क झुलुङ्गे पुलबाट हिँड्दै जानुपर्ने हुन्छ गाइजहरू लाखे सिक्न आएको मान्छे यतातिर यस्तो गरेर हिँड्दैछौँ हामी गाह्रो छ हामीलाई एसी कप हुँदाखेरि बिहान 5:30 देखि घरिघरि 8:30 9 बजीसम्म ट्रेनिङ हाल्थ्यो क्या गाइस फाइनली हामी चाहिँ भित्र पनि छिरिसक्यौँ है यहाँ चाहिँ अब कछुवा रहेछ नेट मारिदिन्छु ल त्यसलाई कहाँ चाहिँ खोइ कछुवा माछा रहेछ गाइजहरू त्यहाँ लामा आएको त केटा यस्तो गर्दैछ है दिमागै छैन सुबको अब के गर्नु यही होला कछुवा त्यो बिचमा त पानी नभएको ठाउँ यो पानी नभएको ठाउँ चाहिँ कछुवा है गाइजहरू तपाईँलाई थाहा छँदैछ मैले फर्स्ट टाइम देखेको त्यो क्रोकोडाइल क्या कहाँ हिलेको थियो कहाँ यहाँनिर छँदैन छु यहाँ त नि मरेको थियो मर क्रोकोडाइल थियो मैले लाइभ देखेँ गाइजहरू कति बजाले अमा पनि छिर्यो कछुवा यहाँ रहेछ बाहिर ऊ यहाँ बाहिर बसिरहेको रहेछ कछुवा ऊ त्यहाँ हामी भित्र पानीमा हेरेको बाहिर छ कछुवा भित्र हेर्छ सुबाको खोइ दिनाइ दिन होइन भाइको ब्लगको नाम के अरे मेरो इन्टु मिन्टु लन्डनमा निरज सिरियस भ्लगलाई मेरो 3 मिलियन होला सब्सक्राइबर है गाइजहरू निरज भाइको भ्लगलाई सबले फक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यहाँ टक्कसँग यहाँ चाहिँ तपाईँहरूले माछा यहाँ उयो छ अजिङ्गार पनि छ अरे गाइजहरू है पानीमा ए यहाँ यो पानीमा चाहिँ ठुलो अजिङ्गार छ अरे गाइजहरू है तपाईँहरूले कुनै दिन हेर्नु सक्नुहुन्छ अहिले चाहिँ आएको छैन यहाँ चाहिँ यहाँ के छ तपाईँहरू पढ्नु होला म अझै नेपाली पढ्न आउँदैन इङ्ग्लिस पनि पढ्न आउँदैन हेलो गाइज हामी चाहिँ यहाँ आएर अब नुहाउनु आँटेको भाइहरू टक्क नुहाउँदो रहेछ के हो त अब टक्क छ नि यहाँ अब हामी चाहिँ टक्क पानीमा नुहाउनु आँटेको गाइजहरू ल गाइजहरू सिउ है त नुहाएर भेट्छु बिपन चाहिँ अघि बाद छिरिसक्यो अब म तपाईँलाई नुहाएर भेट्छु ल हेलो गाइज फाइनली हामी चाहिँ नुहाएर पनि निस्किसक्यौँ है हामी 5जना चाहिँ आयौँ दाइजना 2जना चाहिँ दाइहरू चाहिँ अजिङ्गार हेर्नु जानु त्यतातिर अजिङ्गार हेर्नु गइरहेछ लाखे सिक्नु छोडी हामी यतातिर आएको गाह्रो छ है अनि यो बोतल कुइन्छ कुन छ होला वाइफाई जोड्नुपर्छ त्यहाँ ऊ 24 आवर मात्रै भन्दैछ त्यहाँ चाहिँ अघिदेखि त्यो ठुलो कालो बक्सामा चाहिँ के बजेको छ है गाइजहरू छिटोभन्दा छिटो बनाउनु पऱ्यो हेलो गाइज फाइनली हामी
अमा सिमजार रोड पनि आइसक्यौँ हलमा केटाहरूले बजाउँदो रहेछ है रेडी हुँदो रहेछ नाच्नको लागि अब टक्सँगले नाच्नु पर्ने हुन्छ प्र्याक्टिस नाच्नु के भन्नु प्र्याक्टिसमै बस्नु त्यही गर्दाखेरि यहाँ चाहिँ हाम्रो लागि प्र्याक्टिस हुँदैछ है गाइजहरू हेलो गाइस फाइनली हामी चाहिँ लागे प्र्याक्टिस गरेर पनि हिँडिसक्यौँ है ट्रेनिङ सकेर टक्क यहाँ अगाडि 3 जना छ आदेश यहाँ खुनाले चाहिँ टक्कसँगले म यहाँ हामी 5 जना चाहिँ लागे प्र्याक्टिस गरेर पनि हिँडिसक्यौँ चोकतिर गाइजहरू अब कपाल काट्नु पर हामीले चाहिँ अब यिनीहरूको कपाल हान्दिउँ भनेको गाइजहरू अब के हुन्छ है मजा आउँदो रहेछ गाइजहरू हल्का यस्तो हान्दाखेरि यहाँ बाइकमा चाहिँ एउटा चाहिँ हामी चाहिँ खाली खुट्टा 2 खुट्टेमा बाइक फाइनली हाम्रो सफारी आइसक्यो र हामी 3 जनाले सफारीमा चढेर टक्कसँगले घरतिर लाग्यौँ आज चाहिँ यहाँ काठमाडौँमा बजार पनि रहेछ तर हामीलाई थाहा थिएन के गर्नु कहाँ रहेछ पैसा पनि नलिआयो बजारमा यसो उसलाई एउटा यसो आलु चप हान्दिउँ भनेको यता गरे हुँदैछ यता गिरी लाग्यो अब चक्क घर जानुपर्ने हुन्छ गाई जति त घरबाट टक्कसँगलाई नुहाएर तपाईँहरूलाई म भेट्छु हेलो गाइज फाइनली म चाहिँ नुहाएर नि बसिसकेँ त्यसै गरी आजको मेरो भ्लग चाहिँ इन्ड गर्छु तपाईँहरूले लाइक सब्सक्राइब गर्नु नबिर्सिनु होला है त गाइज ल